MH370 मन्ताको उडान सन् 2014 मार्च 8 को त्यो रात क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया एयरलाइन्सको विमान MH370 ले बेइजिङका लागि उडान भर्यो। यो 15 देशका 239 जना यात्रु, पाइलट र चालक दल बोकेको एक सामान्य अन्तर्राष्ट्रिय यात्रा थियो। कसैलाई थाहा थिएन यो नै उडानको इतिहासमा सबैभन्दा ठूलो र डरलाग्दो रहस्य बन्नेवाला छ। राति 1:19 बजे पाइलटबाट अन्तिम सन्देश आयो, गुड नाइट मलेसियन 370। यो सन्देश सामान्य थियो, तर त्यसपछि विमानले आफ्नो बाटो परिवर्तन गर्यो। केही मिनेटभित्रै कुनै आपतकालीन संकेत वा सन्देश बिना विमान राडारबाट पूर्ण रूपमा गायब भयो। दक्षिण चीन सागरमाथि हराएको त्यो बिन्दुबाट सुरु भयो मौनता। विमान हराएपछि उड्डयन इतिहासकै सबैभन्दा ठूलो खोज अभियान सुरु भयो। दर्जनौं देशका जहाज, उपग्रह र पाण्डुब्बीहरूले दक्षिण चीन सागर हुँदै दक्षिण भारतीय महासागरको विशाल गहिराईमा महिनौसम्म खोजी गरे। तर समुद्र मौन रह्यो। कुनै अवशेष, कुनै संकेत, केही पनि भेटिएन। खोजीले कुनै नतिजा नदिएपछि रहस्यमय अनुमानहरू बढ्न थाले। के यो प्राविधिक खराबी थियो? के यो पाइलटको आत्महत्या वा अपहरण? उपग्रहको तथ्याङ्कले देखायो कि विमानले बाटो बदलेर झण्डै 7 घण्टासम्म उडान जारी राख्यो, जसले घटनाको जटिलतालाई थप बढायो। सन् 2015 मा आशाको सानो टुक्रा देखा पर्यो। अफ्रिका नजिकैको रेयुनियन टापुमा विमानको पखेटाको एक टुक्रा फ्ल्यापरन फेला पर्यो। यसले पुष्टि गर्यो कि MH370 भारतीय महासागरमा दुर्घटनाग्रस्त भएको थियो। पछि माडागास्कार र मोजाम्बिकका किनारमा पनि केही टुक्रा भेटिए, तर मुख्य विमान र त्यो रात के भयो भन्ने पूर्ण सत्य अझै भेटिएको छैन। ती 239 जनाका परिवारहरूका लागि यो कहिल्यै नटुङ्गिने पीडा बन्यो। उनीहरू वर्षौंसम्म सत्य थाहा पाउने र शान्ति पाउने आशामा बसिरहे। सन् 2018 मा करिब 1,20,000 वर्ग किलोमिटर समुद्र तल्लो सतह खोजेपछि आधिकारिक खोज अभियान अन्त्य गरियो। अन्तिम प्रतिवेदनले यसलाई एउटा दुर्घटना भन्यो, तर विमान हराउनुको कारण पत्ता लाग्न नसकेको स्वीकार गर्यो। आजसम्म पनि MH370 आधुनिक हवाई इतिहासको सबैभन्दा ठूलो रहस्य बनेको छ। 239 जीवन, एउटा विमान र अनन्त प्रश्नहरू लिएर MH370 को कथाले हामीलाई सम्झाइरहेछ कि हाम्रो संसार कति नाजुक र रहस्यमय छ। जबसम्म समुद्रले आफ्नो रहस्य फर्काउँदैन, MH370 को कथा कहिल्यै अन्त्य हुने छैन।